डाइटिङ भनेर सुन्ने बित्तिकै मान्छेहरू यसरी डराउँछन् कि केही खानै पाइँदैन। हेर्नु साथीहरू, मैले त यसरी नै ग्वाम ग्वाम मिठो मिठो खानेकुराहरू खाएरै वेट लस गरेको हो। वेट लस भन्दा नि एक्चुअली फ्याट लस भन्छ है। यो दुईटा चिजको डिफ्रेन्स चाहिँ हजुरले बुझ्नुपर्छ। हेर्नुहोस् त 2 वर्ष अगाडिको म र अहिलेको ममा कति डिफ्रेन्स छ। मैले चाहिँ 15 केजी फ्याट लस गरेको है साथीहरू। फ्याट लस त गरियो, बट त्यसलाई मेन्टेन कसरी गर्ने त? मैले चाहिँ 2 वर्ष अगाडि 10 मन्थमा यो बडी एचिभ गरेको थिएँ एन्ड स्टिल मेरो वेट एकदम मेन्टेनमै छ। मैले कसरी आफ्नो वेट मेन्टेन गर्छु र दिनमा के खान्छु भनेर भन्छु है त। एन्ड यस, यु निड टु डु एक्सर्साइज। एक्सर्साइजमा चाहिँ हजुरको अप्सन हो, हजुरलाई जे इच्छा लाग्छ त्यही गर्दा हुन्छ। मलाई चाहिँ पिलाटिस वर्कआउट बेस्ट लाग्छ, सो म त्यही गर्छु। बिहानको सुरुवात चाहिँ मेरो यो जिरा पानीबाट हुन्छ। यसले चाहिँ डाइजेसन इम्प्रुभ गर्छ र ब्लोटिङ र ग्यास पनि रिड्युस गर्छ। 1 घन्टा पछि चाहिँ मैले ब्ल्याक कफी विदाउट सुगर लिन्छु एनर्जी बुस्टअपको लागि। साथीहरू, खाना प्रब्लम होइन, के खाने, कति खाने र कति बेला खानेले चाहिँ फरक पार्छ। एन्ड खाना खाने टाइम टेबल चाहिँ सकभर एकदम मेन्टेन हुनुपर्छ। हामीसँग टाइम हुँदैन यताउता भन्ने चिजहरू एक्सक्युजेस मात्रै हो, गर्नेले जसरी नै गर्छ। मेरो सेड्युलहरू पनि बिजी नै भइरहेको छ। सो म बिहानको खाना चाहिँ घरमै खाएर जान्छु, डिनर पनि बिहान घरबाट प्रिपेयर गरेर लान्छु, सो टाइममा खान सकु। खानेकुरा चाहिँ सेम हाम्रो किचनमा पाक्ने कुरा नै खाने हो, केही फ्यान्सी स्टफहरू होइन। त्यति हो कि हजुरको खानामा ओइलको मात्रा चाहिँ अलिक कम गर्नु पर्यो एन्ड एउटा प्रपर ब्यालेन्स डाइट फुड हुन पर्यो, जसमा कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, फाइबर जस्तो चिजहरू सबै होस्। एन्ड राइसको क्वान्टिटी चाहिँ कम हुन पर्छ। लाइक म चाहिँ एउटा सानो बाउलको मेजरमेन्ट लिन्छु अनि डेली त्यही मेजरमेन्टमा खान्छु। अरू चिज चाहिँ हजुरले थप्दा हुन्छ, बट राइस चाहिँ थप्नु भएन। मेरो यो प्लेटमा चाहिँ राइस, टमाटरको अचार, गाभा र सोयाबिनको सब्जी र अन्डा एन्ड कुकुम्बर स्यालेड छ। यो कुकुम्बर स्यालेड चाहिँ लास्टै मिठो हुन्छ। इफ यु निड यसको रेसिपी भने कमेन्ट गर्नु होला। राइसको पोर्सन चाहिँ हजुरले सुरुमै एकैचोटि कम नगर्नु होला, फेरि चाँडै भोक लाग्न सक्छ। मैले चाहिँ राइसको क्वान्टिटी बिस्तारै कम गर्दै गएको थिएँ एन्ड अहिले चाहिँ एउटै मेजरमेन्टमा छ। खाना खाएको 1-2 घन्टा पछि चाहिँ म ग्रिन टी लिन्छु। फेरि दिउँसो 2-3 बजे चाहिँ मेरो कफी ब्रेक हुन्छ, ब्ल्याक कफी विदाउट सुगर। 3-4 बजेको टाइममा चाहिँ मलाई हल्का भोक लागे जस्तो हुन्छ, सो म एउटा स्न्याक्स पनि लिएर आउँछु, सो मलाई धेरै भोक नलागोस् भनेर। हामीले आफूलाई धेरै भोक राख्यो भने चाहिँ धेरै भोक लाग्छ अनि धेरै भोक लागेको बेला चाहिँ एकदम मिठो मिठो अनि जङ्क फुडहरूको क्रेभिङ्स हुन्छ के। सो त्यो नहुन दिनको लागि चाहिँ हामीले केही न केही खानुपर्छ। सो म पनि हल्का फुल्का स्न्याक्स टाइपको, नभए कहिले फ्रुट्स, कहिले ड्राई फ्रुट्सहरू, आज चाहिँ मैले कर्नफ्लेक्स ल्याएको थिएँ त्यही खाँदैछु। डिनरको लागि चाहिँ मैले त्यो अन्डा भुर्जी अनि बिहानको टमाटरको अचार अनि 2टा रोटी बनाएको थिएँ। भ्याएसम्म चाहिँ म बेलुकाको 7 बजे भित्रसम्म मेरो डिनर खान ट्राई गर्छु, बट कहिलेकाहीँ चाहिँ बिजी भएर भ्याइँदैन, सो टाइम यताउता हुनसक्छ एन्ड द्याट्स ओके। सो मैले यस्तै कुराहरू, घरकै चिजहरू नै खाएर फ्याट लस गरे हो साथीहरू। सो कन्सिस्टेन्सी एन्ड हल्का मेहनत, इफोर्ट्सहरू लाउनु भयो भने जे चिज पनि पोसिबल हुन्छ है। मैले गर्न सकेँ भने हजुरहरूले पनि अभियसली गर्न सक्नुहुन्छ। मैले कहिले जिन्दगीमा यो वेट लसको बारेमा कसैलाई एडभाइस दिउँला भनेर सोचेको पनि थिएन, बट आज दिँदैछु भनेपछि यु क्यान सी माई प्रोग्रेस। एन्ड एज यु अल नो, म कुनै न्युट्रिसनिस्ट या डाइटिसियन होइन, यो म आफ्नो एक्सपिरियन्स मात्र सेयर गरेको हो, कसैलाई हेल्प होस् भनेर। एन्ड फर बेटर रिजल्ट एन्ड गुड हेल्थको लागि चाहिँ हजुरले न्युट्रिसनिस्ट या डाइटिसियन हायर पनि गर्न सक्नुहुन्छ, या इफ यु वान्ट टु गो अन द बजेट एन्ड यु क्यान आस्क च्याट जिपिटी। सो हेर्नुभयो त साथीहरू, म दिनभरि कति के खाँदो रहेछु त भनेर। अब यसरी नै हजुर पनि फ्याट लस गर्नुहोस् है त। होप दिस वाज हेल्पफुल फर यु अल गाइज। थ्याङ्क यू फर वाचिङ। बाई बाई।